नरेश्वर प्रवेशद्वारबाट माथि आएर गण्डकी हो त कहाँ आदि हुन्छ गण्डकी हो ल ल जाम हो भेनाजु निस्क्यौँ मास्ति के के छ यार भेनाजु हजुर यार खाली लाइभ र उमा मात्रै यार टिकटकमा व्यस्त किन हो यस्तो भन्नु त एउटा हो कि एउटा ल यो त भएन तपाईँ त फेरि टिकटक भेनाजुको टिकटक मजाले चलिरहेको छ ल हेर्नुहोस् साथीहरू गाइस यहाँ गराउँछु मन्दिरमा आएर हाम्रो भेनाजुले पुरै बमाल टिकटक बनाउँदै हुनुहुन्छ गीत पनि त्यस्तै सिरियस खाले गीतमा बनाउनु भएको छ ल कति रमाइलो छ हेर्नु अरू भेनाजुको हेर्नु स्टाइल ल गाइस एकचोटि भेनाजु आयो भनेर भनिदिनु टिकटकमा व्यस्त भयो ल ठिक छ नि ल गराउँछु मन्दिरमा आएर हाम्रो भेनाजुले टिकटक लाइभ गरेर अब यो भाइरल हुने उयो गर्नुभएको छ अब ल हेरौँ यो यतापट्टि यो पनि बन्दै रहेछ यहाँ कति राम्रो छ ल साथीहरू गाइजहरू ल हेरौँ ल हेर्नुहोस् कति राम्रो छ ल भ्यू यतापट्टि पऱ्यो चापकोट रामपुर साइड पऱ्यो भने यो यतापट्टि यो भयो बाँटारी गल्याङ यो एरिया गल्याङ पऱ्यो ल हेर्नुहोस् यहाँबाट यो चाहिँ वालिङ घुम्रेको थोरै भाग देखिँदो रहेछ यहाँबाट ल यही हो ल गाइस ल ठिक छ बच्चाहरू खेल्ने रहेछ रहेपछि बच्चाहरू खेलिरहेको छ नि हेलो के छ रमाइलो छ ल यहाँ बच्चाहरू खेल्नेको लागि बाल उद्यान बनाएको रहेछ नि यहाँ चाहिँ राम्रो छ सुरज ब्लग ल ठिक छ ल बाई बाई ल ल छैन यता हाम्रो भेनाजुहरू फेरि पुरा सेल्फी हान्न व्यस्त हुनुहुन्छ ल हेर्नुहोस् भेनाजुहरू सेल्फी हान्न व्यस्त छन् नि ल कति राम्रो ठाउँ छ हेर्नु गराउँछु मन्दिर
यहाँको व्यवस्थापकले राम्रो काम गरे जस्तो छ होइन भयङ्कर संरचनाहरू बनाएको देखियो हामीले। यहाँ फेरि हाम्रो कला संस्कृति झल्किने गीत गाइरहनु भएको छ 8 दाइहरूले र हाम्रो दाइ हुनुहुँदैछ ठ्याक्कै ल हेर्नुहोस् कला ठिक छ नि यस्तै मात्रै हिँड्नु परेछ ओके ल ल ओ ल ल ल ठिक छ यहाँ यो संरचना यति राम्रो संरचना बनिसकेको रहेछ यहाँ धेरै पछि आउँदाखेरि यस्तो राम्रो देखियो यहाँ चाहिँ यो गेस्ट रुमहरू यहाँ चाहिँ टाढाबाट आयो भने राम्रो रहेछ ल हेर्नुहोस् ठाउँहरू धेरै विकसित बनिसकेको रहेछ। हामी अब परको भ्यू हेर्न पनि जाँदैछौँ हामी अब हेर्नुहोस् छ नि त्यहाँ एउटा दुईवटा हल छ हलभित्र एकै ठाउँ बस्ने सबै हलभित्र हो कि थुप्रो मान्छेहरू एकै ठाउँ बस्ने ल आउनु त आउनु भएन चाहिँ तल हो त भ्यू हेरेर आउने कि एकचोटि उहाँ परको छिटो आउनु छिटो यहाँका बाहिरबाट आउने अतिथि पाहुनाहरूको लागि भनेर बनाइएका यी संरचनाहरू हेर्नुहोस् कति राम्रो छ। टक्क यो गरौँसुमा धेरै संरचनाहरू विकास भइरहेको रहेछ। ल हेर्नुहोस् यहाँ ल हेर्नुहोस् कति राम्रो ठाउँहरू बनाइएका रहेछन्। धेरै विकास भइसकेको रहेछ। 2-4 वर्षपछि आउँदाखेरि यो गरौँसुमा धेरै विकास आयो यहाँ। त्यो राम्रो छ स्थिति। ल अब यहाँ हामी यता वालिङतिरको भ्यू खिच्दैछौँ यो बाट माथिबाट भ्यू हेर्नलाई मान्छेहरू टाढाबाट आउनु हुन्छ यहाँ पैदल यात्राको लागि कपाल अब निस्किने कुरा सही देखिँदो रहन्छ छेकिँदो रहेछ।